परिवर्तन र पुस्तान्तरण हामीले जुन गाउँपालिकाले आज कार्यपालिका बैठक लगायत अन्य हामी उहाँहरूले देख्नु भएको विषयमा र हामीले आगामी दिनमा सङ्घीय सरकार र प्रदेश सरकार र अन्य स्थानीय सरकार स्थापना र संस्कृति संरक्षणको लागि के कुराहरू हुन सक्छ, के सहयोग गर्न सकिन्छ, धारणा व्यक्त गरिदिनको लागि प्रमुख जिल्ला अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद प्रमुख प्रशासकीय अधिकारीज्यू, यस गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख द्वय सशस्त्र प्रहरी सहित सबै वडाध्यक्षज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू, मञ्चमा आसीन सम्पूर्ण महानुभावहरू र अगाडि आसीन सम्पूर्ण महानुभाव तथा पत्रकारगण, सर्वप्रथम त यो यस जिल्लामा मनाइने यो भूमि पर्वको उपलक्ष्यमा यहाँहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो पर्व चाहिँ हामी अलि ज्येष्ठ नागरिक, अलि उमेर पाएका व्यक्तिहरूले चाहिँ राम्रो गरी मनाइँदै आएको छ। नयाँ पुस्ताहरूलाई चाहिँ सबै कुराको जानकारी नभएको पनि हुनसक्छ। त्यसकारण यो पर्व वार्षिक रूपमा यसरी मनाउँदै जाँदाखेरि पुस्तान्तरण हुँदै जाओस्, हाम्रा छोराछोरी नाति नातिनाहरूले पनि यो मनाउँदै जाउन् भन्ने म कामना गर्दछु। र विशेष गरी हामी आज जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको संयुक्त बैठक बस्यौँ। यो मनसुन चाहिँ अहिले अरू समयको भन्दा चाहिँ बढी आउँछ भन्ने किसिमको चाहिँ मौसम पूर्वानुमान विभागले अनुमान गरेको हुनाले गर्दाखेरि हाम्रा जोखिमका क्षेत्रहरू पहिचान गर्ने, त्यसलाई तत्कालै उद्धार गर्न के गर्न सकिन्छ, भरसक घट्ने हुन नदिने भन्ने सवालमा हामीले आज चाहिँ जिम्मेवारी बाँडफाँड सहितको कार्ययोजना स्थानीय विपद व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समितिले पारित गऱ्यौँ। यहाँ हाम्रो पत्रकार, भूतपूर्व पत्रकार महासङ्घको चाहिँ सभापति यहीँ अगाडि हुनुहुन्छ। यसलाई चाहिँ हामीले एकप्रति यहाँ पनि छोड्छौँ, यसलाई मिडियामा गएर सम्पूर्ण यो पुथा उत्तर गङ्गा गाउँपालिकाका सम्पूर्ण महानुभावहरूमा चाहिँ प्रचार प्रसार गरिदिनु भयो भनेदेखि हाम्रो यस गाउँपालिकाका नागरिकहरूले दुःख पाउनु हुने थिएन, धनजनको क्षति हुने थिएन भन्ने म कामना गर्दछु। र सबैजना विशेष गरी वडाध्यक्षज्यूहरू हुनुहुन्छ, अहिले कार्यपालिका बैठक पनि बस्दैछ, त्यसमा लगेर सम्प्रेषण गर्न सकियो भने कमभन्दा कम क्षति हुन्छ भन्ने कुराको म एउटा यो फोरम पाएको हुनाले मैले सबैजनालाई अनुरोध गरेको। र त्यसै गरी चाहिँ यो हाम्रो बाटाघाटाको पनि समस्या छ, यहाँ आउने बाटोमा पनि धेरै समस्या छ। मैले अध्यक्षज्यूसँग नि कुरा गरेँ, कम्तीमा नाली बनाउन सकियो भने पनि चाहिँ पानी नालीबाट बग्थ्यो र बाटो आउन जानको लागि सजिलो हुन्थ्यो। हाम्रो एम्बुलेन्स पुग्नुपर्छ, यहाँ हाम्रा विद्यार्थीहरू जानुपर्छ, आवत जावत गर्नुपर्छ, रुकुमकोट जानुपर्छ, दाङ जानुपर्छ, काठमाडौँ जानुपर्छ। त्यस विषयमा पनि अध्यक्षसँग छलफल भएको छ। त्यसै गरी जिल्लाका समग्र यो विपदसँग व्यवस्थापन गर्ने, सवारी चल्ने यातायातका साधनहरूलाई कसरी सजिलै आवत जावत गराउन सकिन्छ भन्ने विषयमा हाम्रो एकदम ध्यान आकर्षण भएको छ। हामी त्यसतर्फ जान्छौँ भन्ने म अनुरोध गर्दछु। यहाँ कार्यपालिका बैठक पनि छ। म पुनः यहाँहरूको यो भूमि पर्वमा यहाँहरूले हामीलाई सम्मान गर्नुभयो, त्यो सम्मानका लागि यहाँहरूलाई म फेरि हार्दिक आभार व्यक्त गर्दछु। र यो भूमि पर्व यसरी नै सधैँभरि जुग जुगसम्म चलिरहोस्, पुस्तान्तरण भइरहोस् भन्ने कामना गर्दै मेरो भनाइ अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। कार्यपालिका एजेन्डामा यही मञ्चमा नै हाम्रो छलफल हुँदैछ, यहीँ नै कार्यपालिका सुरु हुँदैछ। अब यो कार्यक्रमलाई हामी धेरै लम्ब्याउन चाहँदैनौँ, त्यसैले यो कार्यक्रमलाई संस्कृतिको संरक्षण, प्रवर्धन र पुस्तान्तरणमा अतिथिहरूलाई सम्मान कार्यक्रमलाई समापन गरिदिनका लागि यस गाउँपालिका यस कार्यक्रमका अध्यक्ष यहाँको 10 नम्बर वडावासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले राख्नुभएको छ। यो सम्मान कार्यक्रममा उपस्थित हाम्रो जिल्ला कर्मचारी अधिकारीज्यू, वैद्याध्यक्षज्यू र नेपाल प्रहरी र सशस्त्र प्रहरी डिएसपी साहबहरू हुनुहुन्छ, हाम्रो वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू,
र हाम्रो प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण राष्ट्र सेवक कर्मचारी मित्रहरू र सुरक्षाकर्मी मित्रहरू र पत्रकार मित्रहरू र यहाँ राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू लगायत यहाँ हाम्रो पर्व बल पूजा भूमि पर्व हामी मनाइराखेका छौँ र यस सन्दर्भमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा गाउँपालिका पिटालगढ गाउँपालिका तकसेरा रुकुमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई जेडो कहीँ पनि लगतै हाम्रो कार्यपालिका बैठक बस्दैछ र कार्यपालिकाको मुख्य एजेन्डा नै कला संस्कृति को हाम्रो स्थानीय कला संस्कृतिको संरक्षण र यसको संवर्धन र यसको हस्तान्तरण भन्ने चाहिँ हाम्रो एजेन्डा नै छ। यसको बारेमा हामी थोरै छलफल गर्छौँ। यो हाम्रो भूमि पर्वकै सन्दर्भमा हामीले यो कार्यक्रम यो बैठक हामी यो भूमि पर्व हाम्रो कला संस्कार संस्कृति हाम्रो भाषा हाम्रो इतिहासलाई हामीले जोगाइराख्नुपर्छ, यसलाई पुस्तान्तरण गर्नुपर्छ। यहाँ सायद म अस्ति पनि म आफै पनि हामी फुल टिप्न म पनि गएँ यहाँहरूसँग र त्यहाँ जाँदाखेरि हाम्रा आमाहरू दिदीबहिनीहरू प्रायः जसो चाहिँ उहाँहरू जानुभएको थियो अनि भाइहरू बुवाहरू चाहिँ जानुभएको थियो र त्यसमा हाम्रो हरिशङ्कर घरती उहाँ 69 वर्षको हुनुहुनेछ, उहाँ हजुर पनि जानुभएको थियो। लगायत 70-75 वर्षका आमाहरू पनि जानुभएको थियो र त्यसलाई यसो हेर्दाखेरि त्यहाँ युवा युवतीहरूको चाहिँ उपस्थिति युवा साथीहरूकै अलिकति देखिन्थ्यो, तर युवतीहरूको चाहिँ उपस्थिति चाहिँ एकदम कम। र म त्यति बेला पनि मैले यसो सम्झेँ, यो हाम्रा आमा बुवाहरू यो पुस्ता उहाँहरूको पुस्तासम्म चाहिँ यो हाम्रो कला संस्कार संस्कृति हाम्रो भाषा हाम्रो इतिहासको संरक्षण हुने, तर उहाँहरूको पुस्ता चाहिँ अब सकियो भने यो कतै हराउने हो कि भन्ने चाहिँ मलाई एउटा चिन्ता पनि लागिराखेको थियो। र त्यसैले हामीले कला भाषा संस्कार संस्कृति इतिहासलाई संरक्षण मात्रै नभएर यसलाई अब पुस्तान्तरण गर्ने, अब नयाँ चाहिँ युवा युवतीहरूले अब नयाँ पुस्ताहरूले सिक्न आवश्यक छ। हामीले सचेत ढङ्गले सिकेनौँ, हामीले त्यो संरक्षणतिर त्यो पुस्तान्तरणतिर हामी लागेनौँ भने यो हराउँदै जान्छ। त्यस हिसाबले हामी गाउँपालिकाले यसलाई संरक्षण र सम्वर्धन मात्रै नगरेर पुस्तान्तरण गर्नुपर्छ भनेर हामीले यही एजेन्डामा चाहिँ हामीले बैठक बस्न गइराखेका छौँ। र यो अब हामी सबैले यसको अपनत्व हामीले ग्रहण गर्न आवश्यक छ। स्थानीय सरकारले स्थानीय कला संस्कार संस्कृति र भाषा र इतिहासको संरक्षण गर्न आवश्यक छ, त्यसलाई सचेत ढङ्गले पुस्तान्तरण गर्न आवश्यक छ। र यसले पिटालगढ गाउँपालिकाको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि पर्यटन प्रवर्धनमा पनि यसले चाहिँ ठुलो भूमिका खेल्नेछ, टेवा पुर्याउनेछ
या पर्यटनको सम्भावनाहरू चाहिँ निकै छन्। त्यस हिसाबले पनि हामी यो हाम्रो भाषा संस्कार संस्कृतिलाई पनि हामीले संरक्षण गरेर अगाडि जानुपर्छ भन्ने मेन उद्देश्य राखेर यो बैठक हामी बस्दैछौँ। यस सन्दर्भमा यहाँ हाम्रो 10 नम्बर वडाका वडा अध्यक्ष लगायत यहाँ हाम्रा दिदी बहिनीहरू आमा बुवाहरूले दाजुभाइहरूले यो सम्मान कार्यक्रम चाहिँ राख्नुभएको छ। म यहाँहरूलाई गाउँपालिकाको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यहाँहरूलाई धेरै धेरै चाहिँ अब धन्यवाद दिँदै यहाँ जति पनि हाम्रो सिडिओ साहबहरू डिएसपी साहबहरूलाई पनि हामीले अनुरोध गऱ्यौँ, उहाँहरू पनि बस्नुभयो। उहाँहरूलाई पनि धन्यवाद दिँदै हाम्रो सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू कर्मचारी साथीहरू सबैलाई धन्यवाद दिँदै म यो सम्मान कार्यक्रमलाई यही अन्त्य भएको घोषणा गर्दै म पनि तपाईँहरूबाट बिदा हुन्छु। जेडो। अब हामी कार्यपालिका सदस्य मात्र बच्यो यो मञ्चमा। अन्य हामीसँग हुनुहुन्छ अतिथिहरू हुनुहुन्छ, उहाँहरूलाई यो साइडमा बस्नु कुर्सीको व्यवस्था पनि गरिदिनु होला। हामी यो साइडमा सम्पूर्ण बुवा आमा सबैलाई म्यानेजमेन्ट कर्मचारी मित्रहरू कृपया हाम्रो बुवा आमाहरूलाई चाहिँ व्यवस्थापन गरिदिनु होला। अब हाम्रो कार्यपालिका सदस्यहरू सम्पूर्ण यो मिक्समा बसिदिनु होला। अन्य सम्पूर्ण कुर्सी छ, हाम्रो बुवा आमाहरूलाई त कुर्सीमा बसालिदिनु, कर्मचारी मित्रहरूले सहयोग गरिदिनु होला। पर्वको पुस्तान्तरको लागि 44औं कार्यपालिका बैठक भिडियो रूपमा हामी सुरुवात गर्न गइरहेका छौँ। हामी त्यो कार्यपालिकाको मञ्चभन्दा बाहिर सबै गरिदिनु होला। यो हामी कार्यपालिकाको सम्मान गर्नुपर्छ। यहाँ कार्यपालिका सदस्य मात्र भइदिनु होला। हाम्रो संस्कृतिको संरक्षण हामीले नगरे कसले गर्छ? स्थानीय सरकारले अपनाउन त लिनै पर्छ। प्रमुख तथा गाउँपालिका अध्यक्षज्यूलाई यो ब्यानर पढेर यो 44औं कार्यपालिकाको भिडियो रूपमा उद्घाटन गरिदिन र साथै यो कार्यपालिका पनि सुचारू गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। म पनि बिदा हुन्छु। हस्, धन्यवाद। सबैले ताली बजाइदिनु होला कृपया। अब पढेर सुनाइदिनुको लागि समय अनुरोध गर्दछु गाउँपालिका अध्यक्षज्यूले। भूमि पर्व हाम्रो पहिचान, संरक्षण र पुस्तान्तरण हाम्रो अभियान। भूमि पर्वको संरक्षण, संवर्धन र पुस्तान्तरणको लागि 44औं कार्यपालिका बैठक मिति 2082-3/5 गते स्थान चुनावजरण गाउँपालिका तकसेरा रुकुमपुर। धन्यवाद। लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपुर पुठाउचरण गाउँपालिका तकसेरा को 44औं कार्यपालिका बैठक उपस्थित हाम्रो गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत लगायत एउटा सभामा
बनाउनको निमित्त यहाँ सम्पूर्ण यहाँ उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र युवा साथीहरू, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई जोडो नमस्कार गर्न चाहन्छु। र सँगसँगै यो हाम्रो स्थानीय भूमि पर्व संरक्षण संवर्धनको र पुस्तान्तरणको सम्मान कार्यक्रम पनि भएको छ र यो बैठकमा उपस्थित यहाँहरू सबैलाई र हाम्रा सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरूलाई पुटाउदरा गाउँपालिकाको पनि हो र संस्कार संस्कृति भाषा कला र इतिहासको सन्दर्भमा भन्नुपर्दाखेरि पनि यो आफैमा पनि धनी छ। पर्यटन प्रवर्धनको लागि पनि यो असाध्य सम्भावना भएको गाउँपालिका पनि हो र जलविद्युतको हिसाबले भन्यो भने पनि यो असाध्य समृद्धि प्रदेशकै सबभन्दा चाहिँ एउटा सम्भावना बजेको रुकुम पूर्वको पनि हाम्रो पुठाउदरा गाउँपालिका र कृषि उत्पादनको क्षेत्रले पनि यो असाध्य सम्भावना बजेको गाउँपालिका हो र यहाँ बहुमूल्य जडीबुटी यार्सा गुम्बादेखि लिएर विभिन्न जडीबुटीहरू सालदेखि नै मनाउँदै आएको हामीसँग भूमि पर्व हामीले भूमि पर्व मनाइराखेका छौँ। संवर्धन मात्रै नभएर यसलाई पुस्तान्तरण गर्ने सङ्घ पनि हाम्रो 44औं कार्यपालिका पुठाउदरा गाउँपालिकाको कार्यपालिका बैठकका अध्यक्ष तथा हाम्रो पुठाउदरा गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय सर, सबैवटा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, अन्य कर्मचारी मित्रहरू, यहाँ सहभागी हाम्रो कार्यपालिकामा सहभागी सबै आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार गराउन चाहन्छु। आज हामी विशेष यो भूमि पर्वलाई एउटा सांस्कृतिक हिसाबले, ऐतिहासिक हिसाबले एउटा दस्तावेजीकरण गर्न अथवा यसलाई एउटा नीतिगत रूपमा यो हाम्रो पुस्तान्तरण गर्ने, नयाँ पुस्ताहरूले सिक्ने, सिकाउने र सयौं वर्षसम्म यसलाई जीवित राख्नको निम्ति हाम्रो संस्कार संस्कृतिलाई जीवित राख्ने उद्देश्यले नै यो भूमि पर्वको संरक्षण, यसको संवर्धन र यसको प्रवर्धनको लागि हामीले कार्यपालिका बैठक बसेका छौँ। मलाई लाग्छ एउटा ऐतिहासिक आज चाहिँ हामीले गर्दैछौँ। यहाँ अध्यक्षज्यूले व्याख्या गरिसक्नुभयो, प्रमुख प्रशासकीय सरले पनि धेरै भूमिका बाँड्नु भएको छ, म धेरै व्याख्या गर्न चाहन्न। यद्यपि हामीले यो पुठाउदरा गाउँपालिका स्थानीय सरकारले हामीलाई संविधानले प्रबोध गरेको, हाम्रो स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेको हाम्रो स्थानीय पर्वहरूलाई, हाम्रो संस्कृतिहरूलाई, संस्कारहरूलाई जीवित राख्नुको लागि हाम्रो दायित्व हो, यहाँको स्थानीय सरकारको दायित्व हो। त्यो दायित्व आज पुरा गर्दैछौँ जस्तो मलाई लाग्छ। यो पुरा गर्नको निम्ति यहाँ पुठाउदरा गाउँपालिकाको अझ भन्ने हो भने तकसेरा साँच्चीकै एउटा संस्कृतिको धनी छ, यहाँ कला संस्कृतिको धनी छ। हामीले हेऱ्यौँ भने उतापट्टि हामी हेऱ्यौँ भने हुकाम मैकोट अथवा यो तल्लो बेलमा हेर्ने भने कता कता हाम्रा संस्कृतिहरू लोप हुँदै गएका छन्, त्यतापट्टि हामीले ध्यान दिन जरुर छ। तर यो बेलमा हेर्ने हो भने तकसेरा, त्यसपछि कोलराङ्सी, यो एरियामा हेर्ने हो भने फेरि हाम्रो संस्कृति अझसम्म नि जीवित रहेको हामीले महसुस गरेका छौँ। त्यस सन्दर्भमा पनि हामीले यो पुठाउदरा गाउँपालिकाले 44औं कार्यपालिका मार्फत के सङ्कल्प गर्नुपर्छ भन्दाखेरि हाम्रा क्षेत्रमा, हाम्रा वडाहरूमा भएका विभिन्न हाम्रा सांस्कृतिक पर्वहरू छन् हैन, हाम्रो कला झर्किने खालका सांस्कृतिक पर्वहरू छन् जसले हाम्रो पहिचान बोकेको छ, जसले हाम्रो चाहिँ परिचय दिएको छ। त्यो क्षेत्रलाई हामीले उजागर गर्न जरुरी छ। हामीले सरकारले त्यसलाई प्रमोट गर्नु, अझ अगाडि बढाउन, त्यसलाई उठान गर्न जरुरी छ, ताकि भावी आउने हाम्रा चाहिँ पुस्ताहरूले हैन, भावी आउने हाम्रो सरकारहरूले अथवा
नयाँ हाम्रो चाहिँ नयाँ जेनेरेसन अहिले तपाईँले देखिराख्नु भएको छ, जेनजी पुस्ता, हामीले भन्छौँ विज्ञान प्रविधिसँग जोडिएको पुस्ता। आज मलाई लाग्छ यो कार्यपालिकाको बैठक सम्भवतः देश विदेशमा रहेका चाहिँ तकसेरावासी अथवा पुठाउतरन गाउँवासी सबै दाजुभाइ दिदीबहिनीहरूले पनि हेरिनुहुनेछ, हामीले विश्वास गर्न चाहन्छौँ। र यो कार्यपालिका मार्फत हामीले के सन्देश दिन चाहन्छौँ भन्दाखेरि हामीले यसलाई संसारभरि चिनाउने, अझ यो तकसेरा विशेष खालको यो संस्कार संस्कृतिमा जो साँच्चीकै लाग्ने हो भने यहाँको वडा अध्यक्षज्यू स्वयं आफै पनि धेरै यो संस्कार संस्कृतिमा धेरै विज्ञ, धेरै कला क्षमता बोकेको व्यक्ति हुनुहुन्छ। उहाँले यो कला संस्कृतिलाई मलाई लाग्छ हामी यो कार्यकालमा धेरैभन्दा धेरै उहाँले भूमिका खेलिराख्नु भएको मलाई अरू अनुभूति भइरहेको छ। त्यो भूमिका हामीले खेल्न सकिरहेका छौँ। अन्य वडाहरूमा हाम्रै हुकाममा हेर्ने हो भने त्यहाँको चाहिँ पुरानो सांस्कृतिक संस्कारहरू अहिले लोप हुँदै गएका छन्। अहिले तपाईँहरू जस्तै यो पर्वलाई यत्रो लामो 1 गतिदेखि सुरुवात भएर फुल टिप्नीदेखि लिएर आज 5औं दिनसम्म पनि आउँदाखेरि तपाईँहरूको चाहिँ यहाँको समुदायले जसरी साथ दिइरहनु भएको छ, जसरी चाहिँ यहाँ लागिरहनु भएको छ, यो खुसीको कुरा हो। तर बेजम्मना हाम्रो गाउँठाउँमा बिस्तारै बिस्तारै हाम्रा संस्कृतिहरू चाहिँ के हो भन्दाखेरि लोप हुँदै जाने, बिस्तारै बिस्तारै हराउँदै जाने त्यो प्रवृत्ति हामी चाहिँ के हो भन्दाखेरि हुँदै गएको छ। तर मलाई के चाहिँ के हो भन्दाखेरि चाहिँ लाग्छ भने यहाँ तकसेरा समाज हामीले देशैभरि हेर्ने हो भने यहाँ चाहिँ मैले हेरिरहेको छु मिडियामा पनि, हामीले दाङमा त्यस्तै छ, काठमाडौँ हेऱ्यो त्यस्तै छ, पोखरा हेऱ्यो त्यस्तै छ होइन। तकसेराको चाहिँ विदेशमा पनि मैले हेरिरहेको छु, युकेमा, अमेरिकामा हामी सामाजिक सञ्जाल मार्फत त्यहाँको साथीहरूसँग चाहिँ देखिन्छ, हेरिन्छ। तपाईँहरूको यो काम अथवा यो गर्वलायक गर्ने काम छ, अरूले नगरेको काम तपाईँहरूले गरिराख्नु भएको छ। यो भूमिको हकितको लागि, हाम्रो संस्कार संस्कृतिको लागि, हाम्रो पहिचानको लागि साँच्चीकै यहाँको समुदायले, यहाँको दाजुभाइ दिदीबहिनीहरूले, यहाँको चाहिँ के हो भन्दाखेरि आम जनसमुदायहरूले त्यो खालको भूमिका खेल्नु भएको छ। तपाईँहरूलाई हामीले सम्मान गर्नुपर्दछ। तब अनुसार नै के हो भन्दाखेरि तपाईँहरूको सम्मान स्वरूप आज कार्यपालिका एउटा स्थानीय सरकारले पनि यसको अपनत्व गर्नुपर्छ, यसलाई उजागर गर्नुपर्छ र नयाँ पुस्तामा यसलाई पुष्टान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले होइन हामी यसलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने उद्देश्यले आज अध्यक्षज्यूले ब्यानर खोलेर उहाँले आफ्नो चाहिँ उद्घोष गर्नुभएको छ। आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने, यसलाई चाहिँ के हो भने अझ यसलाई ढिरट बनाउने होइन। भूमि गाउँपालिकामा सांस्कृतिक मेला थुप्रो एउटा महोत्सव लाग्छ, थाबाङमा हेऱ्यो भने त्यही महोत्सव छ, जहाँ हामी चाहिँ मगर आदिवासी जनजातिहरू छौँ त्यहाँ चाहिँ के हो भन्दाखेरि यस्तो खालको चाहिँ महोत्सवहरू हुन्छ। आगामी दिनमा यो तकसेराले पनि यो अथवा पुठाउतरन गाउँपालिकाले पनि यसलाई अझ बृहत ढङ्गले नयाँ खालको योजना बनाएर यो भूमि पर्वलाई एउटा देशैभरि अन्तर्राष्ट्रिय रूपमा पनि यसको चाहिँ देखिने खालको, झल्किने खालको एउटा चाहिँ पहिचान सहितको एउटा चाहिँ सांस्कृतिक मेला राख्नुपर्छ। त्यसको लागि पनि हाम्रो कार्यपालिका छलफल आवश्यक समन्वय सहकार्य गर्न चाहिँ जरुरी छ। त्यसकारणले म धेरै भूमिका बाँड्न चाहन्न। आज कार्यपालिकाले हामीले एउटा चाहिँ एउटा ऐतिहासिक हामीले चाहिँ एउटा चाहिँ उद्घोष गरेका छौँ। हामी चाहिँ के हो भन्दाखेरि तकसेरा आम दाजुभाइ दिदीबहिनीहरूले तपाईँहरूको भूगोललाई एउटा जीवित सङ्ग्रहालयको रूपमा पनि हामीले चाहिँ विगतमा हामीले घोषणा गरेका थियौँ। त्यो जीवित सङ्ग्रहालय भनेको कतिपय आमा दाजुभाइ तथा दिदीबहिनीहरूले बुझाउन हामीले बुझाउन सकिरहेका छैनौँ अथवा बुझ्न सकिराख्नु भएको छैन। त्यो जीवित सङ्ग्रहालय भनेको के हो भन्दाखेरि यही हो, यो तपाईँले चाहिँ हामीले यही हो हामीले गरिरहेका होइन, हामीले चाहिँ नाचिरहेका गाइरहेका हामीसँग जे चिज छ त्यो हामीले देखाउने, यहीलाई भन्छ जीवित भनेको, जो हामीले प्रत्यक्ष रूपले हेर्न सक्छौँ। जो चाहिँ पाहुनाहरू आउँदाखेरि विदेशी आज चाहिँ सिधो सापर आउनुभएको, देश विसाबर आउनुभयो, शस्त्रका देशी विसाबर संयोगवश यहाँ आउनुभयो, उहाँहरू मार्फत उहाँहरू यहाँ आएर चाहिँ यहाँको प्रचार गरिदिनुहुन्छ, उहाँहरू नयाँ सूचना सम्प्रेषण गरिदिनुहुन्छ। त्यसकारण यो लाइभ म्युजियमको रूपमा एउटा चाहिँ लाइभ एउटा चाहिँ सङ्ग्रहालयको रूपमा स्थापित भएको छ। नेपाल सरकारले पनि सङ्घीय सरकारबाट पनि बजेट आउने क्रम जारी छ, प्रदेश सरकारबाट चाहिँ आउने जारी छ। त्यहाँ भएका सान्तिना अपुगहरूलाई स्थानीय सरकारले पनि हामीले चाहिँ त्यहाँ चाहिँ के हो भन्दाखेरि त्यसको पुरा गर्नको लागि हामी प्रतिबद्ध छौँ। त्यस कारणले यो तकसेरा एउटा लाइभ म्युजियमको रूपमा अथवा एउटा जीवित सङ्ग्रहालयको रूपमा अगाडि बढ्दै गर्दाखेरि यो पुठाउतरन गाउँपालिका यो कार्यपालिकाले पनि यसलाई जीवित राख्नुको निम्ति, यसलाई सस्टेपन दिगोपन बनाउनको लागि 100औं वर्षसम्म यो के हो त भन्दाखेरि यसलाई चाहिँ राख्नुको निम्ति आज जो प्रयास गरेका छौँ, तपाईँले साथ दिनुभएको छ होइन, तपाईँले नाचगान गर्नुभएको छ। यहाँ सबैलाई पनि के हो त भन्दाखेरि अझ यो स्थानीय सरकारलाई साथ सहयोग र एउटा समन्वयको भूमिका यहाँहरूले खेल्नुहुनेछ भन्ने कुरा राख्दै मैले धेरै भूमिका बाँडेँ। म चाहिँ यति कुरा राख्दै म आफ्नो भनाइ यहाँ अन्त्य गर्छु। हस्त, धन्यवाद। धेरै प्रशासकीय अधिकृतज्यू 44औं कार्यपालिका बैठक र भूमि पर्वलाई जोडेर
आज हामीले यो भूमे पर्वको महत्त्वहरू त हाम्रो प्रवक्ताज्यूले पनि व्याख्या गरिसक्नुभयो। म मेरो यो 10 नम्बर वडाको यहाँको ऐतिहासिक भूमे पर्वको सानो यसको विधि, यहाँको अर्थ कसरी सञ्चालन भएको भन्ने कुरो म छोटकरीमा हजुरलाई म जानकारी गर्न चाहन्छु। पुठाउत्र गाउँपालिका वडा नम्बर 10 एउटा परमपूर्वकालदेखि हाम्रो पिता पुर्खाहरूले विभिन्न गाजा बाजाहरू सिर्जित गरेर यो भूमे डिग्रे अनि नाचने झोलेनी थुप्रै संस्कार संस्कृतिहरू थियो। तर विडम्बना आज ती एकदमै महत्त्वपूर्ण संस्कार संस्कृतिहरू लोपोन्मुख भइसक्दाखेरि हामीलाई एकदम दुःखदायी छ। पहिले हाम्रो यहाँ भूमे पर्व असार 1 गते हाम्रो पुर्खाहरूले एउटा त्यतिखेरको जमानामा एउटा मुखे जिमल कटवाल तहबिल चुनेर यहाँका सामाजिक नियम कानुनहरूलाई बनाएर उहाँहरूले चाहिँ राज्य संस्था चलाइरहेको अवस्था थियो त्यतिखेर। यो त्यहीका कारणले अहिले हामी 1 गते कटवाल चुनिसक्यौँ अनि अहिले चाहिँ त्यो जिम्माल मुख्यहरूको त्यो शासन प्रथा चाहिँ हरिसक्यो। अहिले हामी गाउँला मुख्य वन संरक्षण हरेक चिज चाहिँ अहिले हामी असार 1 गते नै हामीले निर्णय गरेर पदाधिकारीहरू चयन गर्ने हाम्रो अझसम्म प्रचलन जीवितै छ। त्यसैले आज मलाई खुसी लाग्यो यसपालि हाम्रो आदरणीय अध्यक्षज्यूसँग हामी डाँडा काँडा वन पाखा भिर पाखा घुमेर कहिले सायद अब कुन अवस्थामा गयो होला भन्ने त्यो पीडा त हामीलाई मात्र थाहा छ। अत्यन्तै खुसी भयो यसपालि सम्पूर्ण वडाध्यक्ष साथीहरूले अनि हाम्रो प्रशासकीय अधिकृति अनि जो कार्यपालिकाले चाहिँ हाम्रो भूमे पर्वलाई चाहिँ समृद्धि र सम्वर्धन पुनरुत्थानको एउटा कार्यपालिकाले एउटा चाहिँ अहिले हामीले चाहिँ कार्यपालिकाले चाहिँ ती कार्यविधिहरू पास गरेर यसको नियम कानुनहरू यसबाट चाहिँ हामीले भूमि संस्कृति संरक्षणको लागि केही बजेटहरूको पनि सायद विषय वस्तुमा पनि हाम्रो छलफल होला भन्दै म सम्पूर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई जेरो नमस्कार। धन्यवाद। यहाँ सम्पूर्ण गर्दाखेरि म आफै पनि 30 गते यो भूमि पर्वको यो फुल टिप्ने मैले अघि नै पनि भनिसकेँ। हाम्रो वडा अध्यक्ष लगायत हाम्रो मैते घरती लगायत उहाँहरूले चाहिँ अध्यक्षज्यू पनि जानुपर्छ भनेर अनुरोध गर्नुभयो सम्पूर्ण दिदीबहिनीहरूको पनि। र म पनि आवश्यक छ जान आवश्यक छ भनेर चाहिँ म पनि गएँ, तपाईँले सबै गयौँ। र 30 गते हामी जाँदै गर्दाखेरि माथि गलेममा हाम्रो त्यहाँ बास बस्नुपर्ने रहेछ र त्यहाँ गोठभित्र चाहिँ जम्मा 6-7 जना 10-12 जना मात्रै चाहिँ अटाउँदो रहेछ। मलाई सायद सम्मान गरेर होला गाउँपालिका अध्यक्षज्यू भनेर मलाई चाहिँ गोठमा सुताउनु भयो। बुढाबुढीहरू चाहिँ अब एकदम हाम्रो हरिशङ्कर दाईहरू एकदम वृद्ध आमाहरू हुनुहुन्थ्यो र उहाँहरू पनि भित्र चाहिँ सुताउनु भयो। र त्यहाँ स्थानीय भाइहरूको सबैको चाहिँ सक्रियता एकदमै जसो क्रियाशीलता र दिदीबहिनीहरूको सबैको चाहिँ असाध्यै सराहनीय मैले देखेँ। र त्यसमा उहाँहरूले पनि अब यो अर्को वर्ष चाहिँ यहाँ अध्यक्षज्यू स्वयं आउनुभएको छ। यसमा हामी अर्को साल पनि यस्तै पाखामै बस्ने हो कि अब भित्र बस्ने, यो तपाईँले चाहिँ यति चाहिँ कार्यपालिकामा अबको बजेटमा चाहिँ तपाईँले पनि केही सोच्नु पर्यो भनेर चाहिँ उहाँहरूले मलाई अनुरोध गर्नुभएको थियो। र उहाँहरूलाई मैले ठिक छ हामीले केही रकमको व्यवस्था गर्छौँ, तपाईँहरूले श्रमदान पनि गर्नुपर्छ, हाम्रो संस्कार संस्कृतिको संरक्षण पनि गर्नुपर्छ भनेर मैले भनेको थिएँ। र त्यो एउटा फुल टिप्ने बेलामा बास मात्रै नभएर त्यहाँनिर चाहिँ काम गर्दै उसको के अरे यो तकको चाहिँ एक किसिमले गलिम भन्ने सिमाना पर्दो रहेछ।
अनि त्यहाँ पानीको व्यवस्था पनि रहेछ। पर्यटन प्रबन्धनको लागि पनि हामीले त्यसलाई एउटा रुट ट्रेकिङको रूपमा पनि विकास गर्न सकिने र यहाँबाट पाहुनाहरू पठाएर त्यहाँ होटेल व्यवसाय होटेल सञ्चालन गर्न सकिने पनि मैले सम्भावना देखेँ। त्यस हिसाबले आजको निर्णय चाहिँ मैले त्यो एउटा हाम्रो भाषामा त्यसलाई धर्मशाला या गोठ एउटा बास बनाउनको लागि चाहिँ रु 10 लाख रुपियाँ चाहिँ हामीले त्यसलाई छुट्याउनुपर्छ भन्ने हामीले चाहिँ निर्णय गरौँ भन्ने चाहिँ अब लागेको छ। यो निर्णय एउटा र अर्को कुरा हामीले अब हाम्रो गाउँपालिकामा थुप्रै संस्कार संस्कृतिहरू छन्। यसलाई कला अब यो संस्कृतिलाई पनि एउटा बजेटमा गर्न प्रबन्धन गर्नको लागि अब अर्को वर्ष हामीले यसो हाम्रो गाउँपालिकामा औपचारिक अनौपचारिक हिसाबले पनि हामीले छलफल गर्दाखेरि हामीले एउटा हाम्रो गाउँपालिकामा पनि एउटा सांस्कृतिक महोत्सव हामीले गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीसँग एउटा छलफलहरू भएको छ। यो सबै वडा अध्यक्षज्यूहरूसँग चाहिँ नभए पनि यहाँ मोटामोटी चाहिँ हामीले पनि यो पनि सल्लाह गरेका छौँ। त्यो हुँदाखेरि हामीले एउटा चाहिँ अर्को वर्ष यसलाई तिथि मिति कहिले गर्ने के गर्ने यही सन्दर्भमा हुन्छ। तर एउटा सांस्कृतिक महोत्सव पनि हामीले चाहिँ यो पर्यटन प्रबन्धनका लागि हामीले एउटा निर्णय पनि हामीले अर्को वर्षदेखि हामी सांस्कृतिक महोत्सव चाहिँ हामीले सुरुवात गर्छौँ। त्यो एउटा निर्णय र अर्को कुरा यो राँके मेलामा अब यो राँके मेलामा चाहिँ 11 नम्बर सेरा बालुवामा हुँदैछ र त्यसमा त्यहाँको आयोजक र गाउँपालिकाको चाहिँ समन्वय र सहकार्यमा त्यहाँ पर्यटन प्रबन्धनकै लागि त्यहाँ अन्तर्राष्ट्रिय खेलाडीहरू क्लबहरू खास गरेर 6वटा क्लब आउने कुरा चाहिँ भएको छ र यसलाई पनि एउटा यो पिठाउत गाउँपालिका पक्कसेरा चाहिँ जाउँ एउटा खालको चाहिँ माहौल त्यसले चाहिँ एउटा पर्यटन प्रबन्धनको लागि ठुलो महत्त्व राख्छ अर्थ राख्छ भनेर त्यो मेला पनि त्यहाँको युवा क्लबसँग र गाउँपालिकाको चाहिँ समन्वय र सहकार्यमा एउटा त्यहाँ पर्व स्थानीय पर्व राँके मेला त्यहाँ हुँदैछ। त्यसमा पनि हामी सबैको चाहिँ सक्रिय सहभागिता हुनेछ र यो पनि मैले चाहिँ यहाँ जानकारी गराएँ र यति कुरा राखिसकेपछि पक्कै पनि यहाँहरूको चाहिँ सार सहयोग समर्थन हामी स्थानीय सरकारले सधैँ चाहिँ अपेक्षा गर्दछ आशा गर्दछ र मैले मोटामोटी यो 2-3वटा निर्णयहरू म यहाँहरूसँग चाहिँ राख्न चाहेँ। हामीले निर्णय गर्नेछौँ गरिसकेका छौँ। बाँकी अब हामी फेरि चाहिँ अब हाम्रो कार्यपालिकाका सबै सदस्यज्यूहरू अनि हाम्रो कर्मचारी साथीहरू हाम्रो प्रमुख प्रशासकीय अधिकारी लगायत अनि त्यसपछि तपाईँ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू हामीले फेरि लगत्तै हामी चाहिँ सबै अब नाच्नेछौँ। हामी चाहिँ अब नाच्नेछौँ भन्ने कुराहरू राख्दै यसलाई आज यो सेडा लगाएर फेरि चाहिँ तपाईँहरूले अस्ति माथि जलाकी निर्माण गर्दाखेरि त्यहाँबाट एउटा ढङ्गा लिएर आउनुभएको छ। त्यसलाई चाहिँ त्यहाँ गाडेर समापन गर्ने विधिवत रूपमा चाहिँ यो भूमि पर्वलाई बल पूजा पर्वलाई त्यो पनि समापन पनि गर्छौँ भन्ने कुराहरू राख्दै आजको चाहिँ यो 44औं कार्यपालिका बैठक को पहिलो बैठक अथवा पहिलो चाहिँ हामीले एउटा एजेन्डा राखेका छौँ। यसलाई चाहिँ यो समापन गर्दै हामीले कन्टिन्यू हाम्रो अरू बैठकहरू गर्नेछौँ भन्दै यो बैठक अहिलेलाई समापन भएको घोषणा गर्दै म तपाईँहरूबाट पनि बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार। यो हाम्रो संस्कृतिको संरक्षण र प्रवर्धनका लागि पुथा उत्तर गाउँपालिकाका सम्पूर्ण कर्मचारी आउनु भएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। उहाँहरू धेरै टाढा हुनुहुन्छ, कोही डाँडादेखि, कोही धाङदेखि, कोही बर्दिया, कोही भुटान टाढा हुनुहुन्छ। त्यही पनि यहाँको
हामीसँग भएको संस्कृतिको संरक्षण र प्रवर्धन गर्नको लागि हामी पनि लाग्नुपर्छ, हामी पनि बुझ्नुपर्छ भनेर उहाँहरू सबै आउनु भएको छ। उहाँहरूलाई पनि म साँच्चीकै हृदयदेखि नै सम्मान गर्न चाहन्छु। यसको लागि उहाँहरूको लागि साँच्चीकै मैले ताली बजाउन सबैलाई अनुरोध गर्दछु उहाँसँग। अब हामी सबै कर्मचारीहरू आउनु पर्यो नाच्नमा। डकुमेन्ट्री बन्दैछ, सबैको अनुहार पछि देखिनु पर्यो। अब हामी साँच्चीकै हाम्रो संस्कृतिको संरक्षण प्रबन्धन र पुस्तानको लागि हामी सँगसँगै गाउँपालिका डकुमेन्ट यिनीहरूले बच्ची के लोग किसी ने